Chiu. Cacawi, हामी चाहिँ रमिते जाँदैछौँ है। अनि हामी चाहिँ पदयात्रामा निक्लिरहेका छौँ। यता हुनुहुन्छ हाम्रो देवराज साथी, रमितेको सर्टकट बाटो प्रयोग गर्छ। हाम्रो बाटोमा एउटा अपरिचित हाम्रो मित्र हुनुहुन्छ, जसले चाहिँ हामीलाई अघिदेखि पछाइरहनु भएको छ। निस्वार्थ तरिकाले उहाँले हामीलाई रमिते जाने बाटो देखाइरहनु भएको छ है। पाहाडै पाहाड, त्यतात्यतै पाहाडै पाहाड। अनि यो अमृतसरको बोट। हजुर बाटो हिँड्दै गर्दाखेरि जस एउटा अपरिचित मित्र जो चाहिँ एकदमै लोयल, रमितेको लागि हाम्रो गाइड हो उहाँ चाहिँ। तर बाटोमा अब्बर खुट्टा उचालेर पिसा फेर्दै, अरूले पिसा फेरेको सुँग्दै गएर दिमाग खराब। हाम्रो जिग्री, हाम्रो गाइड। यता हुनुहुन्छ हाम्रो मित्र देवराज। खिमदुङ, खिम भनेको घर, दुङ भनेको चाहिँ के? दुङ भनेको चाहिँ डगेश भाइ। ल थाक्यो बिचरा। हिँड्नु हिँड्नु डगेश भाइ। ल ल लेट्स गो यता होइन, यता यता सिधा। ल यो त फर्किन्छ क्या, सक्दैन क्या नामाकरण। हामी जानुपर्ने चाहिँ काँच लागिसक्यो है गाइज। घुमन्ते यो त इस्कुसको बोट होइन? आम्मामा पाहाडैभरि इस्कुस रहेछ यार। फलेको चाहिँ एउटा रहेछ नि होइन? ओ आइज तल बसिरहेको छु उमा। मुती दियो। डगेश भाइ आइज। ओइ डगेश भाइ गयो धोकेबाज। आइज गयो यार, अब त देखिँदैन मोबाइलबाट। धोकेबाज सुत्ता छोडेर गयो यार बिच बाटोमा यार। लाज है। आम्मामा यो दुईजनासँग गयो भने चाहिँ यिनीहरूले कहाँ लगेर बिचली पारेर छोड्ने रहेछ भनेर छोडेको है। साथीको बिजो गयो त हिँड्न नसकेर। म जस्तो म अदुवा चाहिँ तिमी खाऊ न बरुभन्दा, लसुनभन्दा पनि। बाटोमा अदुवा भेट्यो अनि रुगा खोकी लागेकोले गर्दाखेरि अदुवा पनि पखाली गरेर खाइँदैछ। तितेपाती यसलाई त अनि हामीले यो तितेपातीलाई राजेश म भविष्यमा गएर गर्न चाह्यो भने सक्छु पनि होला। किन सकिँदैन हो? मान्छेले सबले गरिरहेको छ, सकिहाल्छ नि। यदि यो जो कुनै एबिसी मान्छेले होइन यसलाई चाहिँ मजाले यसको महत्त्व बुझ्ने मान्छेहरू, महत्त्व बुझ्दाखेरि औषधि पनि हो आखिरमा होइन। ढुगासुगा के भन्छ यसलाई? बनमारा हो यो। ए बनमाराले बनाइ खायो भने यही हो। यो पो हो रामकृष्ण ढकालको गीतमा त। यही त हो हाम्रो रमिते। अनि उहाँ हुनुहुन्छ देवराज। क्याम्प फायर गरेर बस्ने ठाउँ चाहिँ यहाँ माथि। यी ठुला ठुला पाहाडहरू। यहाँको चाहिँ यही छ है। ल देवराज अनि रमिते। ल सबै गोलो पारेर मैले घुमाएर देखाइदिएँ। यही चाहिँ घुम्न लायक। मार्यो है तिमीलाई घामले? घामले मार्यो, मेरो साथीलाई घामले मार्यो। यस्तै छ। ल जाउँ।
तिहारको मुखमा हामीहरू चाहिँ पदयात्रा भनेर देवराजले यतै पदयात्रामा रमिते आएको छौँ। आउने बाटो चाहिँ यही हो, रमिते आउने बाटो दामी छ। झन्डै झन्डै भेड आएको जस्तै छ बिरुवाहरू यस्तै छ। म चाहिँ नेपाल झन्डा मुनि छु अनि प्रायः जसो मान्छेहरू चाहिँ आएर चाहिँ यहाँ माथि क्याम्प फायर जस्तो गरेर बस्ने र त्यहाँ मासतिर रहेछ एउटा ठाउँ, त्यहाँ आएर बस्दो रहेछ। ठ्याक्कै मेरो हातले देखिरहेको छ। त्यहाँबाट त सबै ठिकै छ, राम्रै छ। यसो घुम्न आउँदा हुन्छ, राम्रै रहेछ। घाम टन्टलापुर लगाएर चाहिँ हल्का गर्मी पनि भइरहेछ। अरे कोही पानी हरायो क्या यार मेरो यार। कुकुरहरूले मासु लुकाएको देखेको छ, त्यस्तै गरेर लुकाएको क्या। यस तानेन त नि गाडी त खोइ त्यसले टेम्पल तानेन त तानेन खोइ झर्छ हाँस्छ ल यार। हाम्रो कुकुरलाई यहीँबाट धोका दियो। कुकुर चाहिँ अहिले कहाँ छ भन्दाखेरि चाहिँ त्यहाँ पर छ त्यो घरमा होइन। ए दामी, यो चाहिँ यहीँबाट रमिते घुम्ने ठाउँ। सुतेको अल्छी सन्चै अब्बर ज्ञान यार माथिसम्म। यो बिस्कुट चाहिँ साह्रो राम्रो हुँदो रहेछ, मजाले खाँदो रहेछ। बाई बाई है ल चिन्टु भाइ खाने होइन त्यो बिस्कुट चाहिँ खान ल।